हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू भ्लग। आई होप सबैजना सन्चै अनि आरामै हुनुहुन्छ होला। म पनि सन्चै अनि आरामै छु। अनि आज चाहिँ म कहाँ जाँदैछु भन्ने कुरा हजुरले थम्बनेल हेरेर पनि थाहा पाइसक्नु भएको होला। फाइनली आज चाहिँ म जाँदैछु हाम्रो सेल्फ होमभित्र रहेको सिमी गोड्नलाई। अनि सिमी गोड्नलाई जाँदैछौँ होइन। अनि सिमी चाहिँ कहिले हालेको भन्दाखेरि पनि सिमी चाहिँ वैशाखमा हालेको थियो होइन, तर वैशाखमा चाहिँ उम्रेन। अनि वैशाखमा नउम्रेको कारणले गर्दा अस्ति असारमा चाहिँ सिमी हालेको होइन। अनि अहिले चाहिँ गोड्ने अब एकदम गोड्ने सक्ने अवस्थाको उम्रिसकेको छ होइन। अनि हजुरहरूले देख्न सक्नुहुन्छ। र यस्तै यस्तै भ्लगहरू हेर्नको लागि मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला होइन। त्यही हो गाइजहरू। अनि लाइक पनि गरिदिनु होला, कमेन्ट पनि गरिदिनु होला। हजुरहरूको माया साथ र सपोर्टको मैले अपेक्षा गरेको छु र आशा गरेको छु। र एउटा प्रब्लम चाहिँ हाम्रो गाउँमा के भइरहेको छ भनेदेखि होइन, हिजोदेखि चाहिँ घाम नलागेर चाहिँ होइन, लगभग हिजो बिहान अस्ति रातिदेखि चाहिँ हाम्रो गाउँमा नेटको प्रब्लम भइरहेको छ। त्यस्तै 30-32 घन्टा जति भयो हाम्रो गाउँमा नेट नचलेको होइन। अब नेट चाहिँ किन चलेको छैन भन्दाखेरि मानि होइन, नेट चाहिँ अब त्यहाँ माथि प्रब्लम भएको छ, घाम चाहिँ नलागेर अरे होइन। अनि घाम लागेपछि चाहिँ नेट चल्छ भनिरहेको छ। त्यही जस्तो गाइज अस्ति बनाएको भ्लग पनि मैले हाल्न पाएको छैन नेट नचलेर चाहिँ होइन। अनि अब जहिले नेट चल्छ म त्यसले चाहिँ हाल्नेछु भन्ने मैले प्लानिङ गरेको छु होइन। अनि त्यही हो गाइज। अब चाहिँ हामी जाँदैछौँ खेततिर होइन, खेततिर जाँदैछौँ। अनि खेतमा गएर हामी भेट्नेछौँ गाइज होइन। अब कसरी गोडिन्छ यहाँको सिमीहरू, यहाँको मकैहरू कसरी गोडिन्छ हामी त्यो विषयमा बनाउनेछौँ आजको भ्लग चाहिँ। त्यही हो गाइज। सो लेट्स गो इन्जोय दिस भ्लग गाइज। सो अझै गोरुहरू हेर्नु यस्तो भएर देख्न सक्नुहुन्छ न भागेर कालिनिया घर रमाना जानुभयो तपाईँ? के कस्तो चलिरहेछ जिन्दगी? जिन्दगी यस्तै त छ त। अनि गाई गोठालो लागेको छ, बसिया छ। हजुर अरू क्या काम छ त? अनि लक्ष्मी हेर्नुपर्छ, काम गर्नुपर्छ, घर बसेर हुँदैन। हजुर हजुर जिन्दगी यही हो। कोही गोठालो नलागे घर घाम ताई बसिया छ, त्यही जिन्दगी छ। कोही रात दिने काम छ, त्यही जिन्दगी छ। कोही अरू त अनि भन्नु हुँदैन, अरू देशमा हजुर हजुर सही हो सही हो। ल ल उहाँले चाहिँ यहाँ गोरु माथि वनमा गएर खेलेर ल्याउनुहुन्छ हजुर। राम्ररी खिने ल ओके ओके ओके। ल हजुरहरूले देख्न सक्नुहुन्छ उहाँले चाहिँ गोरु लिएर आइसक्नु भएको छ भने। सो उहाँले चाहिँ माथिबाट ल्याउनु भएको, यहाँबाट चाहिँ ल्याएर सो त्यहाँबाट जानु भइसकेको छ। र अस्ति हामीले जुन साउन्ड थियो नि, साउन्ड सङ्क्रान्तिमा फालेको बुम भन्छ यसलाई चाहिँ, बुम चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ। सो अस्ति यसरी राखेको थियो यार। माइ गड, पुरा बाटोमा हिँड्ने बाटै छैन क्या यहाँ, हजुरहरूले सो देख्न सक्नुहुन्छ। यस्तो छ भने एन्ड फाइनल्ली अहिले चाहिँ पुरा कुहिरो लागेको छ क्या। आम्मामा यार खतरा भएको छ कुहिरो लागेर। अनि यो साउनको महिना चाहिँ कुहिरो लाग्छ अरे, त्यहाँबाट भदौबाट चाहिँ कुहिरो लाग्दैन भनिरहेको थियो। भदौबाट चाहिँ सायद लाग्दैन होला, त्यहाँबाट चाहिँ हुन्छ। अनि हिजोदेखि चाहिँ हाम्रो गाउँमा चाहिँ एउटा प्रब्लम आइरहेको छ होइन, धेरै पानी के अरे यो घाम नलागेर चाहिँ अनि भइरहेको छ क्या। घाम नलागेर चाहिँ हिजोदेखि टावर चलेको छैन, लगभग त्यही 24 घन्टा जति भइसकेको छ। टावर चाहिँ यहाँ छिटो चल्नु पऱ्यो भन्न चाहिँ म चाहन्छु। यहाँ टावरको चाहिँ प्रब्लम भइरहेको छ। त्यही हो। सो गाइज यहाँको खेतहरू हजुरहरूले देख्न सक्नुहुन्छ यस्तो छैन। अनि बाटोको अवस्था चाहिँ यस्तो छ। टावर चाहिँ हिजो चलेको छैन, किनकि टावर नचल्नुको मेन कारण चाहिँ भएको अरे क्या। त्यहाँ माथि के अरे यो घाम नलागेर चाहिँ टावर चलेको होइन भनिरहेको छ। अनि बिग्रिएको पनि त्यो पनि थाहा छैन होइन। अनि त्यही हो गाइज होइन। अब रेगुलर भिडियो पोस्ट गर्नुहुन्थ्यो, सरी गाइज, हाम्रोमा चाहिँ टावर चलेन, त्यही भएर चाहिँ अब भ्लगहरू रोकिरहेको छ। केही छैन गाइज, अब टावर जहिले चल्छ म त्यसले हाल्नेछु। अनि हजुरहरूले देख्न सक्नुहुन्छ घर बनाउनलाई काटिएको ढुङ्गाहरू है, फुटालिएको ढुङ्गाहरू। अनि बाटोको अवस्था चाहिँ यस्तो छ। सो हजुरहरूले देख्न सक्नुहुन्छ। अनि मकै चाहिँ हाम्रो गाउँमा यस्तो भएको छ है, मकै चाहिँ यस्तो भएको छ। अनि हजुरहरूले सो यता देख्न सक्नुहुन्छ, यसलाई चाहिँ भाङ्गो भनिन्छ है, भाङ्गो। यो चाहिँ अत्तर गाँजा पनि हो, हजुरहरू चुरुटमा भरेर खाने, यसलाई चाहिँ मलेर होइन। अनि यहाँ चाहिँ जति पनि हुन्छ क्या त्यो चाहिँ यहीँ छ, यहाँ पुरै छ क्या, हजुरहरू देख्न सक्नुहुन्छ होइन, यो पुरै छ। अनि त्यही हो। सो गाइज
एन्ड सो हजुरहरूले देख्न सक्नुहुन्छ यसलाई चाहिँ हाम्रो डोको भनिन्छ है डोको यो चाहिँ के काम गरिन्छ भने यहाँ चाहिँ दाउरा पनि हाल्नलाई होइन अनि घाँस काटेर हाल्नलाई चाहिँ हाम्रो यो युज गरिन्छ यसलाई चाहिँ हाम्रो डोको भनिन्छ भने सो यो चाहिँ हाम्रो गोड हो होइन फाइनल्ली हजुरहरूले देख्न सक्नुहुन्छ यो गोड यहाँ चाहिँ हाम्रो गोरुहरू राखिन्थ्यो होइन तर अहिले चाहिँ गोरुहरू राखेको छैन सायद अबको 3-4 दिन पछाडि चाहिँ गोरुहरू राखिन्छ होला गोरु जाने बाटो चाहिँ यो छ भनेपछि सो यो चाहिँ हाम्रो फर्म हो अनि हजुरहरूले यो देख्न सक्नुहुन्छ है यो चाहिँ के हो त गाइज ओ माई गड यो चाहिँ ध्वजा हाल्ने भनिन्छ यसलाई चाहिँ हाम्रो यहाँ तार्छौ भन्ने हालिन्छ यो हाल्नुको मेन कारण चाहिँ के हो भने यहाँ जस्तै गोरुहरू राखिन्छ मान्छेहरू राखे पछाडि चाहिँ यहाँको गोरुहरू नमरोस् होइन अनि मान्छेहरूलाई बिरामी नहोस् भनेर चाहिँ हाम्रो यो हालिन्छ यहाँको भूत अनि देवताहरूलाई चाहिँ यो हाल्ने गरिन्छ हाम्रो परम्परागत अनुसार अनि स्याउको रुखहरू चाहिँ हजुरले देख्न सक्नुहुन्छ यस्तो भएको छ है अनि यो चाहिँ ओखरको रुख त्यो चाहिँ स्याउको रुख अनि यो चाहिँ स्याउको रुख हो भने अनि हजुरहरूले देख्न सक्नुहुन्छ यो चाहिँ ओखरको हाम्रो बेर्ना राखेको भनिन्छ है दाँते ओखरको बेर्ना हो सो हजुरहरू देख्न सक्नुहुन्छ अनि सो यो चाहिँ हाम्रो कलमी जोडेको है कलमी चाहिँ यसरी जोडिन्छ अनि सो हजुरहरूलाई म देखाउन गइरहेको छु हो माई गड यो के हो त गाइस यो चाहिँ हाम्रो छेपारोको घर होइन अझै छेपारो आएको छैन हजुरहरूले देख्न सक्नुहुन्छ भने यो चाहिँ हाम्रो आलु है सो आलु अनि यहाँ छ पाती अनि यहाँ छ हाम्रो घाँस अनि यसलाई चाहिँ हाम्रो ऐसेलु भनिन्छ होइन सो अहिले चाहिँ पाकेको छैन होइन पाके पछाडि चाहिँ खाने चिजलाई चाहिँ हाम्रो ऐसेलु भनिन्छ भने अनि यता देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो ओखर है दाँते ओखर भनिन्छ अनि ऐसेलु चाहिँ अहिले पाकेको छैन होइन पाके अब भदौमा चाहिँ पाक्छ अनि यो पनि खान्छ है खाना त यो पनि खान्छ यसलाई चाहिँ हाम्रो खरुम्ते भन्छ है यसलाई चाहिँ हजुरहरू देख्न सक्नुहुन्छ होइन खाना त यसलाई पनि खान्छ तर यो खाएपछि चाहिँ यो दाँतहरूमा किरा लाग्ने होइन अनि दाँतहरू किरा लागेर झर्ने त्यो चाहिँ अवस्था हुन्थ्यो अरे पहिलाको मान्छेहरूले चाहिँ खान्थ्यो अरे होइन तर अहिले चाहिँ खाँदैन किनकि अहिले चाहिँ हाम्रो दाँतमा किरा लाग्ने सम्भावना धेरै हुन्छ सो हजुरहरूले देख्न सक्नुहुन्छ यो चाहिँ के हो यार यो लिन्डे भन्ने हो यसलाई चाहिँ लिन्डे भनिन्छ होला अनि हामीले गर्नुपर्ने सिमी चाहिँ यो हो हजुरहरू देख्न सक्नुहुन्छ यहाँ सिमी चाहिँ यस्तो छ है गुन्नी भनेर छ यो सिमी उहाँले नाउँदै गुरुन्छ हो कहाँ छ त कहाँ रह्यो सिनो भए काम निकालिहाल्छ कि पयर नभएर हामीले लगभग 1 घन्टा जति गोडेर चाहिँ यो भइसकेको छ यहाँ देख्न सक्नुहुन्छ होइन यहाँ चाहिँ मम्मीले गोड्दै हुनुहुन्छ यो भाग चाहिँ अनि यताको अवस्था चाहिँ यस्तो छ यो चाहिँ हामीले पुरै गोडिसक्यो है आज चाहिँ होइन हामीले हिजो चाहिँ गोड्नु भएको रहेछ हजुरहरूले सो देख्न सक्नुहुन्छ फर्म चाहिँ हाम्रो यो हो ओ माई गड यहाँ चाहिँ खतरा ठुला भएको रहेछ है सिमी यो चाहिँ ठुला भएको रहेछ र हजुरहरूलाई म एउटा चिज देखाउन गइरहेको छु हजुरहरूले देख्न सक्नुहुन्छ ओ माई गड गाइस के हो यो के हो भन्दाखेरि पनि यो चाहिँ ग्राप्स हो होइन हजुरहरूले देख्न सक्नुहुन्छ यसलाई चाहिँ अङ्गुर भनिन्छ है अङ्गुरको रुख चाहिँ हाम्रो फाइनली यति सानो भएको छ अङ्गुरको रुख चाहिँ दुईवटा छैन यो चाहिँ सानो भयो अनि अर्को चाहिँ म हजुरहरूलाई ठुलो पनि देखाउँछु है त हजुरहरूले सो देख्नुहुन्छ यता हाम्रो बन्दा यहाँ चाहिँ बन्दा पनि छ होइन यो काउलीहरू हो यहाँ चाहिँ बेला प्रशस्तै मात्रामा यो बारी पुरै लगाएको छ भने यहाँ चाहिँ हाम्रो आलु होइन यो आलुभित्र चाहिँ बन्दा काउली लगायत लिएर अन्य चिजहरू चाहिँ लगाएको छ होइन सो हजुरहरूले देख्न सक्नुहुन्छ होइन यहाँ यस्तो हुन्छ है गाइज बन्दा चाहिँ यहाँको बन्दाको बेला एन्ड सो स्याउको रुख ओ माई गड कत्रो ठुला हो
अनि अर्को ग्राप्सको रुख चाहिँ त्यहाँ छ। सो हजुरहरूलाई म देखाउँदैछु। ग्राप्सको रुख हजुरहरूलाई म घाँस यति लामो आएको चाहिँ यसलाई चाहिँ हाम्रो फाइनली के भन्छ थाहा छ गाइज? यसलाई चाहिँ हाम्रो ओफरी भनिन्छ है। ओफरी भनिन्छ, तर अहिले चाहिँ एकदमै धेरै साना छैन। यो चाहिँ ओफरीको रुख हो। यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले, यस्तो साना छ। एन्ड यो के हो? यो ओ माई गड, के हो यो गाइज? माकुराको जाल। ओ माई गड, ओफरे। ओ माई गड यस्तो रहेछ यार। यहाँ चाहिँ गोरिराख्नु भएको छ। मम्मीले टक्क लगाएर देख्न सक्नुहुन्छ हजुरहरूले होइन। यति चाहिँ सानो छ। अनि त्यहाँबाट चाहिँ हामी आउने भनेको यहाँ हो। यो ठाउँमा चाहिँ गोर्ने हो। अब चाहिँ म चाहिँ यसरी फालेको ओ माई गड यस्तै तल पुग्यो यार थ्याट। अनि अर्को ग्राप्सको रुख चाहिँ हजुरहरूलाई म देखाउन गइरहेको छु। यहाँ छ है हाम्रो। वाउ हजुरहरूले देख्न सक्नुहुन्छ। अहिले चाहिँ यस्तो सानो भएको छ है। अहिले चाहिँ यस्तो छ होइन, पछि चाहिँ ठुला हुन्छ। पाकेको छैन होइन, यस्तो छ अवस्था, यस्तो छ यहाँ। ओ माई गड पुरै ठुला छ यार। यहाँ चाहिँ ठुलो छ, माथिको चाहिँ सानो भर्खर पोर्सा लाग्यो। यो चाहिँ पहिले लगाएको हो। अनि अहिले चाहिँ अब चाहिँ हामीले गोर्ने भनेको चाहिँ यो क्षेत्र हो है। यो भाग चाहिँ गोर्ने हो होइन। यो अनि हजुरहरूले यता देख्न सक्नुहुन्छ। यो चाहिँ के हो थाहा छ गाइज? ओखर है। ओखरको दाना चाहिँ यस्तो छ। दाते ओखरको दाना चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ। बाटो हो गोड्नुपर्ने, तल जुन देखिन्छ नि त्यहाँबाट गोड्दै आउनुपर्ने हो। तर हामी चाहिँ माथिबाट गोड्नको लागि आएको छौँ। एन्ड सो हजुरहरूले देख्न सक्नुहुन्छ यहाँ माथि है। सो गाइज ओ माई गड के हो यो गाइज? यो चाहिँ हाम्रो मौरीको घाँड भन्छ यसलाई चाहिँ। यहाँ चाहिँ मौरी पस्नु पर्ने हो, तर मौरी चाहिँ यहाँ पसेको छैन। हजुरहरू देख्न सक्नुहुन्छ होइन। यहाँबाट चाहिँ भित्र गएर अनि यो चाहिँ मौरीको घाँड भन्छ है। यहाँ पनि देख्न सक्नुहुन्छ हजुरहरूले। यहाँ दुईवटा छ, तर दुईवटामा चाहिँ पसेको छैन होइन। किन पसेन होइन? अब किन पसेन यो घाँडोमा भन्दाखेरि पनि यहाँ चाहिँ अब यहाँ राखेको छ। एन्ड हामीले चाहिँ अब पैसा बोकेर पारी खोलामा राखेपछि चाहिँ पस्छ कि भन्ने हो। त्यही हो गाइज। यहाँ एप्पल हजुरहरूले देख्न सक्नुहुन्छ होइन, यसरी फलेको छ। एन्ड यो घाँडो चाहिँ यस्तो छ है। घाँडो भन्छ यसलाई चाहिँ, मौरीको बस्ने घर। एन्ड मौरी चाहिँ छैन होइन। अनि हजुरहरूले यता देख्न सक्नुहुन्छ। यता यो चाहिँ हाम्रो फर्सी फाइनली तरकारी खानको लागि। सो यत्रा चाहिँ भएको छ है। अनि यो चाहिँ हाम्रो खुर्सानी रोपेको छ भने यहाँ चाहिँ सो बन्दा एन्ड काउली बन्दा नै होला सायद। त्यहाँ फर्सीहरू छ। अनि यो जुन पारिसा देख्न सक्नुहुन्छ नि त, यो खेत पुरै चाहिँ हाम्रो मकै छ है। मकै हजुरहरूले देख्न सक्नुहुन्छ। यो चाहिँ पुरै यहाँ गाउँलेहरूले चाहिँ मकै लगाएको छ। एन्ड सो भोलि चाहिँ हामी त्यहाँ जाँदैछौँ गोड्नलाई। त्यहाँ चाहिँ हाम्रो खेत छैन। भोलि हामी त्यहाँ जाँदैछौँ। त्यहाँ पनि भ्लग बन्ने नै छ। सो अनि हामीले चाहिँ गोडेर तलबाट आउनु पर्ने हो, तर तलबाट चाहिँ आएन। एन्ड हजुरहरूले देख्न सक्नुहुन्छ यो पुरै मकै है। यो पारी साइडको मकै हो। अनि हाम्रो गाउँ चाहिँ त्यहाँ त्यो जुन एउटा रुख छ नि, यो रुखको पछाडि चाहिँ हाम्रो गाउँ पर्छ। एन्ड फुल चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ यसरी फुलिरहेको अवस्था छ। एन्ड त्यो चाहिँ हाम्रो बाटो भइहाल्यो। अनि त्यहाँ पछाडि चाहिँ अनि घाँस काट्नलाई चाहिँ यहाँ लगभग यहाँबाट करिब 3 घन्टा जति हिँडेपछि घाँस काट्ने ठाउँमा पुग्छ भने घाम चाहिँ त्यता साइड चाहिँ लागेको छ। हजुरहरू देख्न सक्नुहुन्छ भने। एन्ड सो आज चाहिँ हल्का घाम लागला जस्तो चाहिँ अवस्था भइरहेको छ। आकाश पनि यस्तो छ पुरै। अब चाहिँ फाइनल गाइज हाम्रो खाना खाने अवस्था भइसकेको छ। सो हजुरले देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो दाल होइन, यो चाहिँ हाम्रो भात, अनि यो चाहिँ हाम्रो तरकारी रहेको छ। यहाँ चाहिँ हाम्रो थाल रहेको छ। अनि यो चाहिँ हाम्रो पानी रहेको छ। अब चाहिँ हामी खाना खाने अवस्थामा सिचुएसनमा गइसकेको छु। लगभग 10 बजिसकेको अवस्था रहेको छ भने अब चाहिँ हामी खाना खानेछौँ। उहाँ हुनुहुन्छ खाना लिएर आउने बोस होइन, देख्न सक्नुहुन्छ तपाईँहरूले खाना। अब चाहिँ उहाँले हाल देख्नुहुन्छ। एन्ड सो अब चाहिँ गोड्न बाइक चाहिँ यति धेरै छैन, ठुलो छ। अनि आज चाहिँ अब लगभग घाम पनि लगभग अब लागला जस्तो छ होइन आज चाहिँ। हजुरहरूले देख्न सक्नुहुन्छ। सो यस्तो छ है अवस्था भने अब चाहिँ हामी खाना खानेछौँ। हेरौँ है त गाइज खाना खाँदाखेरि कस्तो छ त। भात हेरौँ गाइज पहिला। सो हाम्रो भात है,
भात चाहिँ यहाँ यस्तो छ अनि यहाँ तरकारी अनि यहाँ दाल गाइज सो फाइनल गाइज अब चाहिँ हाम्रो खाना खाने सिचुएसन अवस्था हामी चाहिँ खाना खानु लागेको चाहिँ यहाँ चाहिँ अब पानी टक्क लगाएर पानीले चाहिँ हात धुनुपर्छ होइन अनि यताको पानी चाहिँ पानीले म हात धुनु चाहिँ हात धुने हो हात यसरी धुनुपर्छ डोल्पामा होइन तपाईँहरूले देख्न सक्नुहुन्छ भात धुएर हामी खाना खानेछौँ यो सोचेर बिताउँछु सपनी बुट्टे रुमाल अब चाहिँ हामी खाना खानेछौँ गाइज लेट्स सी हेर म त खाना खाँदाखेरि अब हजुरहरूले देख्न सक्नुहुन्छ यो चाहिँ फाइनली हाम्रो खाने खाना होइन खाना चाहिँ यस्तो भइसकेको छ भने हजुरहरूले देख्न सक्नुहुन्छ अब सो साथीहरू हजुरहरूले देख्न सक्नुहुन्छ होइन हाम्रो डोल्पाको खाना चाहिँ यस्तो हुन्छ दाल भात तरकारी मात्रै छ अरू आइटमहरू चाहिँ हुनुपर्ने हो तर छैन गाइज के गर्ने होइन गरीब लोग है भैया गरीब लोग लडो भन्यो चाहिँ हामीले खाना खाइसकेको अवस्था त दाल चाहिँ हाम्रो यति छैन खाना चाहिँ त्यति खाँदैछौँ चाहिँ देख्न सक्नुहुन्छ मजाले खाइरहेको छ भने मम्मीले पनि खाएर सकिसकेको छ अब चाहिँ हामी अब एकछिन पछाडि गर्नेछौँ गाइज फाइनली गाइजहरू हामीले खाना पनि खाइसकेको छौँ होइन अनि खाना खाएर चाहिँ अब म एकछिन डाँडातिर चाहिँ जानु छु यसो चिसो हावा खानलाई होइन अब पेट चाहिँ पुरै फक्क भएको छ भने म चाहिँ चिसो हावा खाएर आउनेछु उता गएर होइन तपाईँहरू म चाहिँ डाँडा गएर त्यहाँको सिनमेहरू पनि देखाउने छु र खाना खाएर हामी लागिसकेको छौँ डाँडातिर चिसो हावा खानलाई हो माई गड बल्ल आज घाम लाग्यो यार धेरै समय पछाडि आफ्टर लङ टाइम पछाडि चाहिँ आज घाम लागेको अवस्था रहेको छ सो देख्न सक्नुहुन्छ तपाईँहरूले ब्याकग्राउन्ड साइड होइन पछाडि साइडको यो पुरै देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो पुरै मकै मात्र पुगेको छ हाम्रो गाउँलेहरूले होइन पुरै गाउँलेहरूको खेल्दा मान्छे पुरै मकै मात्रै छ भने हाम्रो पनि तल छ अनि यता साइडको देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो फाइनल फर्म भइसक्यो भनेपछि अनि यता देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो के अरे मच्चा है खोर्सानी भन्छ अनि खोर्सानी भइसक्यो त्यही हो गाइज अब एकछिन चिसो हावा खानुपर्छ डाँडामा गएर अब चट्टै लगाएर चिसो हावा त खानु भनेको गाइज तर यहाँ हावा चाहिँ आज लागेको छैन यार अनि यो रुखलाई चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ यो रुखलाई चाहिँ हाम्रो के भन्छ भने रयास भन्छ है रयास 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 फुलको बेलाहरू चाहिँ तल छ हजुरहरू देख्न सक्नुहुन्छ भने फुलको बेलाहरू चाहिँ तल रहेको छ त्यही हो गाइज होइन अब चाहिँ म चिसो हावा पनि लगभग खाइसकेको अवस्था छ यहाँ अहिले हावा चाहिँ लागेको छैन रहेछ साँझ नभएको कारणले गर्दा अलिक साँझ थियो 1-2 बजीतिर चाहिँ खतरा हावा लाग्छ होइन तर अहिले चाहिँ लागेको छैन एन्ड अब चाहिँ हामी गएर पुरी धमाधम गोड्नेछौँ त्यस्तै 4-5 बजीतिर चाहिँ घरतिर जानेछौँ इन्जोय गरिदिनु पर्यो गाइज सबजनाले अन्तिमसम्म हेरिदिनुलाई होइन भोला घर बवाल आउँछ त्यही हो गाइज आज त्यो घाम चाहिँ लागिरहेको छ आज घाम लागे पछाडि चाहिँ नेट चल्छ होला सायद आजसम्म चाहिँ नेट चलेको थिएन आज घाम लागे पछाडि नेट चाहिँ चल्नुपर्छ है गाइज नेट चाहिँ एन्याउ चल्नुपर्छ किनकि वर्ल्ड कपको फाइनल म्याच पनि हेर्नुपर्ने छ त्यही भएको कारणले पनि नेट चल्नुपर्छ तर अब नेट चलेन भने त जुर हुन्छ गाइज न फाइनल हेर्न पाइन्छ न त भ्लग अपलोड गर्न पाइन्छ न त टिकटक अपलोड गर्न पाइन्छ न त फेसबुकमा फोटो अपलोड गर्न पाइन्छ गाइज त्यही भएर हाम्रो नेट चाहिँ एनी हाउ चाहिन्छ गाइज एनी हाउ नेट चल है त गाइज त्यही हो अब चाहिँ हामी गोड्नेछौँ सो लेट्स गो साथीहरू देख्न सक्नुहुन्छ खाना खाएर बहिनीले चाहिँ त्यो गोड्न लागिरहेको छ तपाईँहरूले देख्न सक्नुहुन्छ यसरी गोड्नुपर्छ होइन डोल्पामा चाहिँ सिमी चाहिँ यसरी गोड्नुहुन्छ भनेको चाहिँ मम्मी चाहिँ यता बसिराख्नु भएको छ अनि टक्कै पारामा पेसिकै राख्नु भएको छ हजुरहरू देख्न सक्नुहुन्छ यसरी गोडिरहेको छ होइन डोल्पामा चाहिँ यसरी गोड्नुपर्छ है साथीहरू यसरी गाइज के गर्नु गाइजहरु दुःख छ दुःखले जिन्दगानी गोड्दै उहाँलाई जाने चाहिँ दुःख छ गाइज तपाईँले देख्न सक्नुहुन्छ गोड्दै जानेछ जिन्दगी भनिराख्नु भएको छ भने जिन्दगी गर्दै जानेछ गाइजहरुको सहयोग गर्न आइदिनु पर्यो
सो गाइजहरू आफ्टर लङ टाइम पछाडि चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ हामीले चाहिँ अदा चाहिँ हामीले चाहिँ यहाँसम्म चाहिँ गोडेको छौँ अनि सो अझै बेलुका भइसकेको छ पानी पनि परिसकेको अवस्था रहेको छ भने पानी पर्ने भएर चाहिँ हामी घर जान लागेको हजुरहरूले देख्न सक्नुहुन्छ अझै बेलुका करिब 5 बजेको छैन अनि आज चाहिँ हामीले यति मात्र गऱ्यो अनि हामी चाहिँ भोलि जान लाग्छौँ पानी परेन भने चाहिँ यहाँ जान लाग्छौँ हो यहाँ गएर गोड्ने हो भोलि होइन त्यही हो गाइज सो गाइज होइन अहिले चाहिँ हामीले लगभग गोडेर पनि लगभग अन्तिम हुन लागिसकेको छ भने हामीले चाहिँ अधसम्म गोडेको छौँ आज चाहिँ होइन अनि अझै 2 दिन चाहिँ बाँकी नै छ 2 दिन गोड्नलाई चाहिँ अनि आज चाहिँ हाम्रो ढिला भएको कारणले गर्दा र अहिले पानी पर्ने अवस्था भएको कारणले गर्दा अझै बेलुका करिब 5 बजिसकेको छ भने अझै पानी पर्ने भएर हामीले चाहिँ गोड्दैन नत्र हामी 7 बजीसम्म गोड्ने भनेको होइन अनि पानी पर्ने भएर चाहिँ अब हामी घर जानुपर्ने हुन्छ गाइज आजको भिडियो चाहिँ म यही एन्डिङ गर्न चाहन्छु प्लिज भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला र भिडियो मन परेमा लाइक पनि गरिदिनु होला र मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने प्लिज सब्सक्राइब गरिदिनु होला र साइडमा रहेको अल द नोटिफिकेसनलाई क्लिक पनि गरिदिनु होला गाइज त्यही हो यदि भन्दै हामी चाहिँ बिदा हुनेछौँ अबको नेक्स्ट भ्लग चाहिँ बवाल हुनेवाला छ होइन बवाल आउनेवाला छ त्यही हो साथीहरू सी यू इन द नेक्स्ट भ्लग टाटा बाई